बेस चाहिँ अहिले हामी सकेको छ। अब अहिले दोस्रोमा चाहिँ मूल विषयमा अब हिजो मैले भनेको जस्तो गरेर हामी एउटा मान्छे भएको अब कुरा चाहिँ नगर्नुहोस् अनि मोबाइल फोन स्विच अफमा फ्लाइटमा राख्नुहोस्, रेकर्डिङ गर्यो भने राम्रो हो गर्नुहोस्। अब हिजो भनेको दोस्तो हामी एउटा मान्छे भएको कारणले राम्रो मान्छे एउटा चाहिँ हुनुपर्ने छ। त्यसको लागि असल विचार र असल आचार कसरी गर्नुपर्छ भनेको विषयमा चाहिँ भनिसक्यो। अब दोस्रोमा चाहिँ हामी एउटा बुद्धको चेला अनि हो। हामीलाई के भन्छ? बौद्ध भन्छ। बौद्ध भने चाहिँ बुद्धको चेलालाई भनेको हो। अब हामी बौद्ध हो भनेर चाहिँ भन्छ, तर हामीले पहिला बौद्ध हो कि होइन भने चाहिँ कसरी हामीले छुटाउनु पर्छ, कसरी थाहा हुन्छ भनेदेखि जो व्यक्तिलाई, जो मान्छेलाई त्यसको मनमा बुद्ध धर्म सङ्घलाई मनदेखि नै मान्यो भने त्यो मान्छेलाई अनि त्यसको मनको भित्र के हुन्छ भनेदेखि शरण गमन भनेको ज्ञान चाहिँ हुन्छ। जो मान्छेले बुद्ध धर्म सङ्घपट्टि शरण गमन छ त्यसलाई चाहिँ बौद्ध भन्छ। त्यसो कारणले हामी बौद्ध हुनुको लागि शरण गमन भनेको त्यो चाहेको छ। शरण गमन भन्ने चाहिँ कसले भन्छ भनेदेखि बुद्ध धर्म सङ्घलाई मनदेखि नै मानेर उहाँको शरणमा गयो भने शरण गमन भनेको चाहिँ त्यो। त्यसो कारणले बुद्ध अनि बुद्धको चेला हुनुको लागि चाहिँ हामीलाई शरण गमन भन्ने चाहिँ चाहेको छ। अब हिजो मैले त्यो कुराहरू चाहिँ भनेको थियो। बुद्धको एउटा अनि चेला बौद्ध भएको कारणले हामीले के गर्नुपर्छ भनेदेखि बुद्ध धर्मको विषयमा हामीले पढ्नुपर्छ। बुद्ध धर्म भने चाहिँ के हो भनेर चाहिँ थाहा हुनु गर्नुपर्छ। अहिले हामी 21st सेन्चुरीमा भएको हामी 21st सेन्चुरीमा हामी अहिले छ। अब यो संसारमा चाहिँ धेरै विकास हुँदै गएको छ। बाहिरको विकास धेरै हुँदैछ, शिक्षामा पनि धेरै विकास हुँदैछ। तर त्यस्तो समयमा पुगिसकेर भने अझै हामीले बुद्ध धर्म सङ्घ भने के हो भनेको विषयमा नपऱ्यो भनेदेखि धेरै गाह्रो हुन्छ। नपरेर बुद्ध धर्मसँग थाहा नभएर बुद्ध धर्म सङ्घलाई आस्था विश्वास गरेको भयो भने त्यो चाहिँ कस्तो हुन्छ भनेदेखि अनि अन्धविश्वास भन्ने चाहिँ हुन्छ। बुद्ध धर्म सङ्घलाई अनि त्यो थाहा भएर बुद्ध भने यस्तो हो, धर्म भने यस्तो हो, सङ्घ भने यस्तो हो भनेर थाहा भएर अनि बल्ल त्यसको पछि बुद्ध धर्म सङ्घलाई मनदेखि नै मानेर अनि आस्था राख्ने अनि ढोक्ने शरणमा जाने त्यस्तो गर्यो भनेदेखि अनि त्यो चाहिँ अन्धविश्वासले गरेको शरण गमन होइन, जानेर गरेको शरण गमन हो। त्यो चाहिँ हामी हुनुपर्छ। त्यसो कारणले त्यो चाहिँ मनमा राख्नुपर्ने कुरा एउटा हो। अब बुद्ध धर्म एकमा हामीले बुद्ध धर्म पढ्नुपर्छ। दोस्रोमा हामीले सिर्फ पढेर पनि हुँदैन। धर्म चाहिँ पढेर थाहा चाहिँ हुनु पर्यो। तर धर्मको कुरा थाहा भएपछि हामीले त्यो धर्मलाई चाहिँ अनि के गर्नुपर्छ भनेदेखि पालन गर्नुपर्छ। त्यो धर्मलाई ध्यान अभ्यास चाहिँ हामीले गर्नुपर्छ। यो कस्तो हो भनेदेखि एउटा
अनि रोग भएको बिमारीले अनि आफ्नो रोग चाहिँ के हो भनेर चाहिँ थाहा भएर त्यो रोग निको हुनुको लागि डाक्टर कहाँ गएर चाहिँ दबाई पनि लिएर त्यो दबाई चाहिँ थाहा भएर यो दबाई चाहिँ मेरो यो रोगलाई निको हुनलाई फाइदा छ भनेर चाहिँ थाहा चाहिँ हुन्छ तर त्यो मान्छेले त्यो बिमारीले दबाई नखायो भनेदेखि दबाई थाहा भएर मात्र राखेर त्यो नखायो भनेदेखि आफ्नो रोग चाहिँ निको जहिले पनि हुँदैन आफ्नो रोग चाहिँ निको हुनुको लागि दबाई थाहा भएर फाइदा छैन दबाई थाहा भएको पछि त्यो चाहिँ अनि खानुपर्छ त्यही दोस्रो गरेर बुद्ध धर्म परेर थाहा भएर त्यसको पछि धर्म चाहिँ ध्यान आवेश चाहिँ गर्नुपर्छ बुद्ध धर्मले ध्यान आवेश गर्यो भनेदेखि अनि त्यति लाभ धेरै फाइदा हुन्छ त्यसो कारणले अनि बुद्ध स्वयंले पनि त्यही भनेको छ महागुरुहरूले निङमा कक्यु साक्या गिलुको गुरुहरूले पनि त्यही भनेको छ सिग्ला ध्वनि मिकेसिन छेम्बा चम्के मिदोपे लेने छङचु जुबनम निङरु केने गोम्बर सु भनेर अनि तिब्बतमा धेरै नाम चलेको महायोगी जुजु मेला रेपा भन्ने एउटा चाहिँ भएको थियो उहाँले के भनेको भनेदेखि सिग्ला ध्वनि मिकेसिन त्यसको मतलब चाहिँ के हो भनेदेखि बुद्ध धर्म चाहिँ परेर मात्र बुद्ध धर्मको शब्द मात्र अनि थाहा भएर अनि त्यति फाइदा छैन भनेको छ त्यो चाहिँ के हो भनेदेखि त्यो चकलेटको भित्रको सत्य चकलेट चाहिँ नखाएर त्यसको बाहिर भएको त्यो प्लास्टिकहरू खाएको जस्तो हो भनेको छ चकलेटको रस टेस्ट थाहा हुनुको लागि भित्रको त्यो चाहिँ खानुपर्छ भन्यो त्यही दोस्रो गरेर चाहिँ बुद्ध धर्मको कुरा शब्द मात्र सुनेर हुँदैन शब्दहरू सुनेर थाहा भएको पछि आफूले धर्मलाई ध्यान अभ्यास गर्नुपर्छ त्यो गर्यो भनेदेखि अनि धर्मको रस धर्मको सत्य कुरा धर्मको त्यो अनि त्योहरू चाहिँ थाहा हुन्छ भन्यो त्यसो कारणले छिग्ला ध्वनि मिकेसिन छेम्बा चम्के मितोपे लेने छङजु ढुबा नम भविष्यमा जो मान्छेले बुद्धता प्राप्त गर्छु भनेको मन भयो भनेदेखि त्यो मान्छेले चाहिँ बुद्ध धर्मलाई ध्यान आवेश गर्नुस् भनेर म अनुरोध गर्दैछु भनेको लेने छङचु ढुबानम लेने भने चाहिँ भविष्यमा छङचु ढुबानम भने चाहिँ बुद्धता प्राप्त गर्छु भनेको मन भएको मान्छेले लेने छङचु ढुबानम निङरु केने गोम्बर सु भने चाहिँ म अनुरोध गर्दैछु मनदेखि नै ध्यान बुद्ध धर्मलाई ध्यान र अभ्यास गर्नुस् भनेर चाहिँ अनुरोध गर्दैछु भनेको हो यो चाहिँ मनमा राख्नुपर्छ त्यो अब हामीले बुद्ध धर्मलाई ध्यान गर्नु बेलामा कसरी गर्ने भनेमा त्यसको विषयमा चाहिँ थाहा हुनु परेछ त्यसमा चाहिँ अले अरे त्यसमा चाहिँ पहिला के थाहा हुनुपर्छ भनेदेखि ध्यान गर्नु बेलामा मेडिटेसन गर्नु बेलामा जिउ बस्ने तरिकाहरू चाहिँ कस्तो हो त्यो चाहिँ थाहा हुनुपर्छ जिउ कसरी बस्नुपर्छ भनेर चाहिँ त्यो अब त्यसमा चाहिँ अनि जिउ बस्ने तरिकामा चाहिँ तिप्तीमा भनेको छ 8वटा भनेर चाहिँ सांगे नम्बर नङजे छे गे भनेर चाहिँ भनेको छ हाम्रो बुद्धको भित्र धेरै किसिमको बुद्ध हुन्छ बुद्ध शाक्य मुनि भन्ने फेरि अनि भविष्यको बुद्ध भन्ने अनि पहिला भइसकेको बुद्ध भन्ने त्यस्तो धेरै किसिमको बुद्धहरू छ अब त्यसमा बुद्ध नम्बर नङजे भन्ने एउटा बुद्ध छ उहाँको ध्यान गर्नु बेलामा बस्ने तरिका छ त्यसलाई चाहिँ नम्बर नङजे छे घे भन्छ हो त्यो 8वटा हुन्छ 8वटा किसिमको बस्ने तरिका 8वटा हुन्छ त्यो चाहिँ गर्नुपर्छ भन्यो
अब त्यसमा अब त्यो चाहिँ यस्तो गर्ने पहिला म अलिकति पढ्छु त्यो पढिसकेर चाहिँ हामीले गर्दै गर्दै जाने ल त्यसो कारणले नम्बर 1 काङबो दोजी किन्डुङ हम सेम्बे किन्डुङ काङबो दोजी किन्डुङ भनेको त्यो चाहिँ वज्र आसना भनेको नेपालीमा वज्र आसना बस्नु खुट्टा कसरी बस्नुपर्छ भनेदेखि वज्र आसना भने त्यो अनि हात कसरी बस्नुपर्छ भनेदेखि त्यसलाई चाहिँ हात समाधि मुद्रामा बस्नुपर्छ भनेको त्यो अब जिउ चाहिँ कसरी बस्नुपर्छ भनेदेखि गल्सिक ढङ्बुरसँग भन्ने चाहिँ नेपालीमा नेरो दण्ड तीर जस्तै गरेर राख्नुपर्छ भनेको छ 4 मा पुङ्बो घोषो तर क्याङबा भने चाहिँ अनि पखुरा सिधा राख्नुपर्छ भनेको छ 5 मा डिम्बचुङसे गोबा भने चाहिँ गान्डी चाहिँ अलिकति निरेर राख्नुपर्छ भनेछ 6 मा सोचु रङ्बा सुशापा भने चाहिँ नेपालीमा चाहिँ अनि ओट प्रकृति भन्छ नि त्यो चाहिँ अनि ओट प्रकृति रूपमा राख्नुपर्छ भनेको छ 7 मा चाहिँ के छ भनेदेखि मिक नचर फापा आँखा दुईटा चाहिँ अनि नाकको टुप्पामा यसरी राख्नुपर्छ भनेको छ 8 मा उक जुङुक भनेछ उक जुङुक भने चाहिँ अनि सास चाहिँ लिने र दिने त्यस्तोमा मन चाहिँ सास लिने र दिनेमा राख्नुपर्छ भनेको छ ओ त्यो 8 हो अब हामी गर्ने सबैले हामी सँगै गरौँ ल मलाई हेर्दै गर्नुस् अब त्यसमा नम्बर 1 काङबो दोजी किल्टुङ भन्छ नि काङबो दोजी किल्टुङ भने चाहिँ अब सक्यो भनेदेखि वज्र आसना गर्नुपर्छ वज्र आसना गर्ने तरिका चाहिँ पहिला चाहिँ पाइलो यतापट्टिको खुट्टा चाहिँ यहाँ यसरी राख्ने है अनि त्यहाँदेखि यो खुट्टा चाहिँ यसरी राख्ने यसरी राखेर बस्नेलाई चाहिँ भन्छ ल एकचोटि तयार गर्नुहोस् त सबैले तयार गर्नुहोस् अब खुट्टा लामो लामो भएर चाहिँ तुरुन्त गर्न सक्छ मोटो मोटो भएको चाहिँ अलिकति गाह्रो हुन्छ होला सो या हुन्छ सक्छ रहेछ ल कोही कोहीहरू त राम्रै गर्छ ल अब यसले के भन्छ वज्र आसना भने यो तिप्तीमा के भन्छ सम्बुडा लेबीमा तिप्तीमा चाहिँ काङबा दोजी किल्टुङ भने चाहिँ यो वज्र आसना दोजे भने चाहिँ वज्र भयो किल्टुङ भने चाहिँ आसना वज्र आसना भने चाहिँ यो यसरी अब यसरी बस्नु सक्यो भने त धेरै राम्रो हो है यदि वज्र आसनामा बस्नु सक्दैन भनेदेखि बोधिसत्वको बस्ने तरिका बस्यो भने हुन्छ भनेको त्यो सेम्पे किल्टुङ भनेर अब यो कस्तो हो भनेदेखि यो खुट्टा छ नि यो चाहिँ पहिला अगाडि राख्नुहोस् यो माथि राख्नु पर्दैन अगाडि मात्रै राख्ने हो अगाडि मात्रै त्यहाँदेखि यो खुट्टा चाहिँ अगाडि यसरी राख्नुहोस् पहिला चाहिँ यो भित्र राखौँ त्यसको पछि चाहिँ यो यसरी राख्नुहोस् है यो पखुटा भन्छ के भन्छ यसलाई यो डोलो पखुटा है यो पखुटा छ नि यो राइटको त्यो पखुटा अनि यो पखुटा आफ्नो लिङ त्यो तिनवटा चाहिँ सिधा हुनुपर्छ भनेको छ भयो लस यो चाहिँ आनन्द छ केही गाह्रो छैन यो हो अब यहाँसम्म चाहिँ खुट्टा बस्नेको तरिका अब यसलाई हामी ध्यान अभ्यास गर्नु बेलामा खुट्टा किन यसरी बस्नुपर्छ भनेको विषयमा खुट्टा यसरी बस्यो भनेदेखि धेरै फाइदा छ भन्छ के छ भनेदेखि एकमा जिउलाई पनि धेरै आनन्द हुन्छ आफ्नो जिउको भित्र भएको नारीहरू पनि सिधा हुनुलाई फाइदा हुन्छ खास गरेर
भविष्यमा यदि हामीले तन्त्रको ध्यान धेरै राम्रोहरू शुद्धहरू गर्ने हो भनेदेखि हामीले के गर्नुपर्छ भनेदेखि हाम्रो यो जिउको बीचमा तीनटा नारी छ आवादुती भनेर चाउमा अनि अरू दुईटा अनि नारी हुन्छ अहिले हाम्रो त्यो मन खिचखिच हुने मन नराम्रो यस्तो आउने चाहिँ एउटा कारण के हो भनेदेखि हाम्रो जिउको भित्र भएको वायुहरू सबै बीचको नारीको भित्र जानु नसकेर त्यो राइट र लेफ्टको रोमा र क्याङ्बा भन्छ त्यसको भित्र गएको कारण हो अब के गर्नुपर्छ ध्यान राम्रो हुने मनको शुद्ध थाहा हुनुको लागि के गर्नुपर्छ भनेदेखि यो राइट र लेफ्टको नारीको भित्र गएको वायु चाहिँ बिस्तारै बिस्तारै बीचको आवादुतीको नारीको भित्र जानु सक्नु गर्नुपर्छ अहिले यो गएको छैन त्यो जानु सक्यो भनेदेखि अनि हाम्रो मन किचकिचहरू कल्पनाहरू त्यस्तो मनहरू चाहिँ हुँदैन भन्छ त्यसो कारणले त्यो हुनुको भविष्यमा त्यस्तो ध्यान राम्रो गर्नु सक्नुको लागि अनि यो खुट्टा यसरी बस्यो भनेदेखि धेरै फाइदा हुन्छ भन्छ जोस हाम्रो जिउको भित्र भएको वायुहरू नारी आवादुती भनेको नारीको भित्र जानु सक्नुको लागि फाइदा छ भने त्यो यो चाहिँ थाहा हुनु पर्यो होइन काङ्बतुची किन्डुङ भनेर चाहिँ योले आनन्द पनि हुन्छ यहाँसम्म चाहिँ खुट्टा बस्नेको तरिका चाहिँ सिकाइसक्यो अब दोस्रोमा चाहिँ के हो भनेदेखि हात कसरी बस्नुपर्छ भने त्यो अब हात कसरी गर्नुपर्छ भनेदेखि अब हाम्रो यो थेरावाद महायान तन्त्रयान बुद्धिस्ट सबैले अनि गर्ने चाहिँ अनि त्यो हात अमिताभले गरेको जसो गरेर नम्र नाङ्जले गरेको जसो यो बायाँ हात चाहिँ यसरी सबैले गर्नुहोस् त बायाँ हात यसरी राख्नुहोस् त यसरी राख्नुहोस् त्यसको माथि यो देब्री हात छ नि यो चाहिँ त्यसको माथि यसरी राख्नुहोस् त है अनि त्यसको त्यो सँगै करसा यो करसा दा छिक्दी जेसा योले के अरे थाम के अरे अङ्गुली हो यो अङ्गुली दुईटा चाहिँ यसरी गरेर सुरुट जस्तो बनाउनु पर्यो यसरी होला डिसो भयो सबैले ट्राई गर्नुहोस् ल यो मुनि हुनु पर्यो राइट चाहिँ माथि यसरी गरेर चाहिँ अब आफ्नो पेट छ नि त्यसको मुनि यसरी राख्नुहोस् चाहिँ चार पर्यो यसो राख्नुहोस् अनि यो छ नि यो दुईटा चाहिँ अलिक खाली हावा जानको लागि खाली राख्नुपर्छ भने यसरी गर्नु हुँदैन यसरी गरेर होला यहाँसम्म चाहिँ दोस्रो हात कसरी अनि ध्यानको बेलामा हात कसरी राख्नुपर्छ भनेको विषयमा चाहिँ सिद्धियो होइन हुनु यो किन यसो राखेको हो भनेदेखि हाम्रो यो पेटको मुनि टेवा भन्छ त्यहाँ चाहिँ के हुन्छ भनेदेखि हाम्रो मान्छेको तातो भन्छ नि तातो ठ्यो भन्छ नि त्यसको मूल चाहिँ यता छ टेवे थेगा यहाँ त्यसले चाहिँ यो के भन्छ के शक्ति रे ठ्योगी के अरे त्यो नेपालीमा एउटा भन्ने थियो तिब्तीमा भन्छ तुमु मे भने चाहिँ यहाँ छ त्यसो कारणले हात चाहिँ यसरी छिजुङ भन्छ नि त्यो बनाएर यहाँ यसरी राख्यो भने राम्रो हुन्छ भन्छ यहाँ चाहिँ राख्ने त्यो भयो यहाँसम्म चाहिँ दोस्रो अब तेस्रोमा चाहिँ के हो भनेदेखि गल्सिक दातर सावा भनेको छ नेपालीमा मेरो दन्द तीर जस्तो गरेर राख्ने मेरो दन्द भने चाहिँ यो हो नि
यहाँदेखि यहाँसम्म हाम्रो यो छ नि नेरुदण्ड त्यो नेरुदण्ड चाहिँ अनि सिधा तीर जस्तो सिधा राख्नुपर्छ त्यो ध्यान गर्नु बेलामा यसो बस्नु हुँदैन भन्छ यसले धेरै पछि धेरै त्यो नोक्सान हुन्छ पहिलेदेखि नै सुरुदेखि नै धेरै त्यो सिधा यसरी बस्नुपर्छ त्यसले के फाइदा हुन्छ जिउ जति सिधा भयो भनेदेखि हाम्रो भित्रको नारो छ नि अघि मैले भनेको जस्तो भित्रको हाम्रो नारोहरू चाहिँ सिधा हुन्छ त्यो सिधा भयो भनेदेखि त्यसको भित्र वायुहरू चाहिँ सिधा जान्छ त्यो गयो भनेदेखि मन पनि सिधा बस्नु सक्ने के सोच्यो भने राम्रो सोच्नु सक्ने ध्यान गर्नु बेलामा राम्रो गर्नु सक्ने हुन्छ भन्छ है जिउ पहिला नै यसरी भइसकेदेखि अनि पछि के बोर लागेको जस्तो गरेर निन्द्रा आउने त्यस्तो हुन्छ भन्छ त्यसो कारणले जिउहरू नेरुदण्ड सिधा राख्नुपर्छ भन्छ यहाँसम्म अनि तेस्रो चाहिँ भइसक्यो है नम्बर 3 नेरुदण्ड अब नम्बर 4 मा चाहिँ के हो भनेदेखि पुङ्बनी घोषोत्तर न्याम्बा भन्छ नेपालीमा चाहिँ पखुरा सिधा राख्नुपर्छ भन्छ पखुरा भन्छ नि यसलाई पखुरा चाहिँ सिधा राख्ने यसो नगरेर सिधा राख्ने पखुरा सिधा होला अब त्यसको पछि अनि नम्बर 5 मा चाहिँ के हुन्छ भनेदेखि ढिम्बा चुङ्से खुप भने चाहिँ हाम्रो घाँटी चाहिँ अलिकति निरेर राख्नुपर्छ भनेको यहाँ है अब नम्बर 6 मा चाहिँ के हो भनेदेखि आफ्नो मुख कसरी राख्ने मुख राख्ने तरिका चाहिँ हाम्रो त्यो मुख र दाँत अनि त्योहरू चाहिँ साधारणमा जो हामीले नर्मलमा राख्छ साधारणमा त्यो राखेर बस्यो पनि हुन्छ भन्छ त्यो सँगै जिब्रो अब ध्यान चाहिँ 2 3 4 यस्तो 2 3 4 5 6 घण्टा ध्यान बस्नु बेलामा कहिले मुखबाट पानी चाहिँ बाहिर निस्किनु सक्छ त्यो ननिस्किनुको लागि चाहिँ जिब्रो चाहिँ माथि टुप्पामा यसोरी गरेर राख भनेको तर 5-10-15 मिनट त्यस्तो ध्यान गर्नु बेलामा त्यो जरुरी छैन हैन अब नर्मलमा त्यो साधारणमा राख्नुहोस् भन्छु यहाँसम्म चाहिँ अब मुख भयो हैन यहाँसम्म त अब 6 वटा चाहिँ सक्यो अब 7 र 8 अब 7 चाहिँ नम्बर 7 मा के हो आँखा कसरी राख्ने भनेको अब आँखा चाहिँ आफ्नो नाकको टुप्पामा यसरी राख्ने यदि कोहीहरू आँखालाई कमजोर भएको कारणले नाकको टुप्पामा राख्यो भनेदेखि आँखा दुख्ने पनि हुनसक्छ त्यस्तो मान्छेले चाहिँ अगाडि यसरी राखेर बस्यो भने हुन्छ भन्छ त्यसको कारणले अब नम्बर 7 देखि मलाई हेर्ने होइन मैले भनेको कुरा मात्र कानले सुन्ने अनि गर्ने ल अब मलाई नहेरेर आँखा चाहिँ नाकको टुप्पामा राखेर चाहिँ यसरी राख्नुहोस् यहाँसम्म 7 वटा नम्बर 7 सम्म चाहिँ भनिसक्यो यो चाहिँ जिउ बस्नेको तरिका भने चाहिँ त्यो हो अब ध्यान पहिला यसरी बस्नुहोस् पहिला मैले भनेको जस्तो 7 सम्म सबैले राम्रो गरेर चाहिँ बस्नुहोस् है अब यहाँ मैले महत्त्वपूर्ण कुरा एउटा चाहिँ भन्न चाहन्छु ध्यान गर्नु बेलामा चाहिँ जिउ बस्ने तरिका चाहिँ धेरै महत्त्वपूर्ण हो नियम जस्तो गरेर गुरुले भनेको जस्तो गरेर ग्रहणमा भएको जस्तो गरेर जिउ चाहिँ बस्नुपर्छ तर ध्यान गर्नु बेलामा चाहिँ आनन्दले गर्नुपर्छ कहिले बाहिरको जिउ नियममा बसेको कारणले त्यो मनको भित्र पनि धेरै त्यो के भन्छ अशान्ति हुने रगतहरू पनि राम्रो नचल्ने
जिउको भित्र वायुहरू भने राम्रो नचलेको कारणले यता अलिकति घाँटी दुख्ने दोस्रो माथि अलिकति दुख्ने दोस्रो यसो हुनसक्छ त्यसो कारणले अनि अनुभव भएको गुरुहरूले के भन्छ भनेदेखि जिउ बस्ने तरिका चाहिँ नियममा जो छ त्यही गरेर चाहिँ राम्रो बसौँ तर मनको भित्र मन चाहिँ जहिले भने धेरै शान्ति इङ्ग्लिसमा भन्छ नि पिस एन्ड रिल्याक्स भन्छ नि हो त्यस्तो मन शान्तिले मजाले अनि जिउको भित्र पनि त्यो वायुहरू राम्रो जाने त्यो रगतहरू पनि ब्लड सर्कलहरू पनि राम्रो त्यो जाने त्यसो गरेर चाहिँ आनन्दले गर्नुपर्छ भन्छ त्यो धेरै फरक हुन्छ त्यसले त्यसो कारणले जिउ बस्ने तरिका चाहिँ नियममा बस्ने तर भित्र मन र रगतहरू वायुहरू त्योहरू सबै कम्फर्टेबल धेरै आनन्द र धेरै अनि चाहिँ रिल्याक्समा राम्रो गरेर राख्नु अब आफैले थाहा हुन्छ मैले जिउ यसरी बस्दाखेरि मैले ध्यानहरू गरेँ भनेदेखि राम्रो गर्नु सक्नु हुने रहेछ डिस्टर्ब छैन रहेछ भनेर चाहिँ आफैले अनुभव हुन्छ हो त्यो अनुभव भएको जिउमा ठक्कै राख्नुपर्छ अब यस्तो गर्दाखेरि अलिकति दुख्ने दोस्तो अनकम्फर्टेबल दोस्तो ओहो ध्यान राम्रो हुँदैन दोस्तो यसो भएदेखि त्यो अलिकति परिवर्तन गर्नुपर्छ चेन्ज गर्नुपर्छ त्यसो कारणले पहिला मैले यही सिकाउँछु सातवटा त्यो चाहिँ जिउ बस्ने तरिका र भित्रको मनहरू शान्तिले बस्ने चाहिँ त्यो सिकाएको छ यो पहिला गर्नु सबैले लसो अब नम्बर 8 सिकाउँछु अब ध्यान भने चाहिँ जिउले गर्ने होइन जिउद्वारा गर्नुपर्छ तर जिउले ध्यान गर्ने होइन ध्यान चाहिँ मनले गर्नुपर्छ त्यसो कारणले आफ्नो मन यताउता गएकोहरू सबै तानेर अनि आफ्नो एउटा सिंगल पोइन्ट एउटा अनि एउटामा चाहिँ मन चाहिँ ठक्कै राख्नुपर्छ त्यसो कारणले बुद्धले पहिला के सिकाएको छ भनेदेखि उगजुङोप भनेर नम्बर 8 उगजुङोप भने चाहिँ आफ्नो मन चाहिँ अनि आफ्नो त्यो के अरे आफ्नो मन चाहिँ आफ्नो सासमा आफ्नो मन चाहिँ आफ्नो सासलाई राख्नुपर्छ त्यो बेलामा चाहिँ सास लिने र दिने दुईटा गर्छ नि बाहिर यसरी जाने एउटा हुन्छ त्यसले सास दिने भन्छ सास बाहिर छोडेको भन्छ फेरि भित्र यसरी तान्दाखेरि सास चाहिँ भित्र गएको भन्छ बाहिर जाने भित्र लिने बाहिर जाने भित्र लिने बाहिर जाने भित्र लिने भन्छ नि हो त्यसलाई उजुङो भन्छ अब त्यो बेलामा मन चाहिँ सिर्फ सासमा राखेर मेरो सास चाहिँ बाहिर जाँदो रहेछ अब भित्र आउने रहेछ फेरि बाहिर गयो अब भित्र आयो भनेर मन चाहिँ सास मात्र सिर्फ सास मात्र सोचेर चाहिँ मन चाहिँ सासमै सिर्फ सासमै राखेर चाहिँ 1 मिनेट 2 मिनेट त्यस्तो अनि ध्यानमा बस्नुपर्छ अब हामी सबै त्यो गरौँ ल सबैले आफ्नो सास मात्र मनको भित्र के सोच्नुपर्छ मैले अरू के पनि सोच्दैन आज मैले बुद्धको शिक्षामा भएको दोस्तो मन यताउता नजानेको लागि मेरो मन चाहिँ सिर्फ सासमै राख्छु भनेर चाहिँ ठक्कै सासमा राखेर चाहिँ राखेर 1 मिनट बस्नु अब सबैले गर्नुहोस् ल आनन्द गरेर बस्नुहोस्
एउटा कुरा सास भित्र लिने र बाहिर पठाउने दुईटा हुन्छ नि त्यो बेलामा आफूले त्यो जोरले बाहिर अनि पठाउने र अनि भित्र तान्ने चाहिँ गर्नु हुँदैन नर्मलमा साधारणमा हामी सास लिँदैछ बाहिर फेर्दैछ नि त्यसमै राख्नुपर्छ त्यो अहिले जोर दिएर गरेको जस्तो गर्नु हुँदैन नर्मलमा सास चाहिँ अनि बाहिर जानु दिने भित्र तान्ने त्यो बेलामा मन चाहिँ अनि सासमै राख्ने त्यो हो त्यो सुरु गरेर बस्नुहोस् मैले चाहिँ 1-2 मिनट राख्छु है लसो अब यहीँ बस्नुहोस् यसरी बस्नुहोस् है मन चाहिँ सासमा राखेर बस्नुहोस् अब म यहाँ एउटा टेक्निक दिन्छु है टेक्निक राम्रो गरेर मन सासमा राखेर ध्यान गर्नु बेलामा कहिले कहिले मन चाहिँ बाहिरतिर यताउता साउन्डहरू कानमा सुन्दाखेरि केही त्यो आवाजहरू कानमा सुन्दाखेरि मन ठक्कै बाहिर जाने जस्तो यस्तो हुनसक्छ अब त्यो बेलामा के गर्नुपर्छ भनेदेखि आफूले म अहिले यो समयमा मेरो मन चाहिँ सासमा राखेर ध्यान गर्नेको समय हो अब आवाज सुनेर मेरो मन चाहिँ बाहिर गयो तर त्यो बाहिर जानु हुँदैन त्यहाँ मेरो मन चाहिँ त्यहाँदेखि मन बाहिर गएको चाहिँ छोडेर मन यता तानेर फेरि सासमा राख्छु भनेर राख्नुपर्छ त्यही दोस्तो मनको भित्र कल्पहरू धेरै आयो भनेदेखि कल्प आएको चाहिँ थाहा भएर के सोचहरू आएको चाहिँ थाहा भएर अहिले म यस्तो सोच्ने होइन मेरो मन चाहिँ सिर्फ सासमै राख्नुपर्छ भने मन सबै यता तानेर सासमै फेरि राख्नुपर्छ फेरि बाहिर जान्छ फेरि तानेर सासमा राख्ने फेरि बाहिर जान्छ फेरि तानेर सासमा राख्ने त्यही गरेर बस्नुहोस् 1-2 मिनट
अब एकछिन रेस्ट गर्नुहोस् एकछिन अब यहाँ मैले एउटा भन्छु हैन अहिले मैले तपाईहरुले जो सिकाएको ध्यान छ नि त्यो चाहिँ हामीले अनि आफ्नो आफ्नो एक एक दिनको भित्र गर्नु सक्यो भनेदेखि धेरै फाइदा हुन्छ मन यताउता नगएर चाहिँ मन चाहिँ एकमा आउनेलाई फाइदा हुन्छ त्यसको माथि यदि एक दिनको भित्र मनको भित्र कल्पना धेरै आएर मन खुसी नभएको जस्तो यताउता जाङजिङ त्यस्तो भएको बेलामा अहिले मैले भनेको ध्यानहरू गर्यो भनेदेखि शान्त हुन्छ त्यस्तो फाइदा छ त्यो मात्र नभएर म यहाँ कुरा एउटा भन्छु हाम्रो आफ्नो आफ्नो घरमा कहिले कहिले प्रब्लमहरू हुन्छ नि अब बा आमा अलिकति केही कारणले जुट्ने जस्तो फेरि बच्चाहरू कराएर यताउता जुट्ने जस्तो अब घरमा त्यस्तो धेरै हुन्छ नि त्यो बेलामा आफ्नो मनलाई चाहिँ अब धेरै अशान्ति त्यस्तो हुन सक्छ अब त्यस्तो बेलामा यस्तो गुम्बाहरू जस्तो ठाउँमा गएर मान्छे नभएको यस्तोमा गएर फेरि यस्तो पानी भएको ठाउँतिर गएर अनि अलिकति मान्छे कम भएको त्यसोमा गएर चाहिँ आफै यसोरी बसेर अब त्यो बेलामा त बाहिरतिर हो भनेदेखि हात यसो गर्नै पर्दैन गुरु रुमुछेले भनेको छ यदि तपाईको अनि ध्यान गर्ने बेलामा जिउ चाहिँ अनि जो तपाईले कम्फर्टेबल हुन्छ त्यसै बस्यो पनि हुन्छ भनेर भनेको छ त्यसो कारणले हात यसरी बस्यो पनि हुन्छ अब बाहिरतिर छैन अनि आज चाहिँ यस्तो हाम्रो घरमा यस्तो भयो मेरो यस्तो भयो हाम्रो अब के भन्छ अब कहिले कहिले त अब त्यस्तो हुन्छ नि नेपालतिर त्यो भुइँचालो आएर धेरै त्यो भयो नि अब त्यस्तो त्यस्तो अनि मन अशान्ति हुनेको कारण यस्तो हुँदाखेरि तुरुन्त आफ्नो मनलाई कन्ट्रोल गर्ने र शान्ति हुनुको लागि यताउता गएर चाहिँ आफै मात्र यसोरी बसेर चाहिँ अनि त्यो सासमै मन राखेर चाहिँ यसोरी बस्यो भनेदेखि 5, 10, 15 मिनट यस्तो बस्यो भनेदेखि शान्त हुन्छ धेरै त्यो मनलाई खुसी मिल्छ हो त्यो चाहिँ सबैले त्यो गर्नुस् अब यस्तो रिस आएर फेरि यता रिस आउने उता रिस आएर कराएर जुतेर बस्यो भने केही फाइदा छैन त्यो भन्दा रिस यसरी हुँदाखेरि चाहिँ यो तुरुन्त गएर चाहिँ ध्यानमा यसरी बस्यो भनेदेखि रिस पनि नहुने मनलाई पनि खुसी हुने त्यस्तोलाई धेरै फाइदा छ त्यसो कारणले यो तपाईहरुले गर्नुस् अब योहरु चाहिँ के हो भनेदेखि ध्यान गर्ने बेलामा मूल विषयको ध्यान छ तर त्यो राम्रो हुनुको लागि पूर्व ध्यान भने चाहिँ यो अहिले मैले सिकाएको चाहिँ के हो पूर्व ध्यान भन्छ त्यो गोमगे वन्डो भने चाहिँ त्यो अब गोममुसी अब मूल ध्यान चाहिँ सिकाउँछु अब तपाईहरुले अघि मैले दिएको बुद्धको फोटो चाहिँ झिक्नुस् सबैले है बुद्धको फोटो तपाईहरुले पाएको छ हैन त्यो चाहिँ सबैले झिक्नुस् यो धेरै राम्रो छ एकमा चाहिँ बुद्ध गयामा भएको बुद्ध शाक्यमुनिको स्ट्याचु त्यसलाई फोटो खिचेको हो अब बुद्ध गया भने चाहिँ हाम्रो बौद्धहरूको सबभन्दा ठुलो मान्नेको एउटा बुद्ध शाक्यमुनिको अनि त्यो गुम्बा भनौँ त्यो हो त्यसो कारणले त्यो स्तूपा त्यो भित्र भएको बुद्ध शाक्यमुनिको स्ट्याचु चाहिँ बुद्ध पहिला जस्तो छ त्यस्तै गरेर चाहिँ बनाएको हो भनेर चाहिँ अनि त्यो भन्नेको चलनहरू छ त्यसो कारणले यो चाहिँ खास गरेर धेरै राम्रो हो ध्यानमा बस्नु बेलामा पनि बुद्ध शाक्यमुनिको यो फोटोलाई अनि हेरेर ध्यान गर्यो भने धेरै राम्रो हुन्छ अब मैले यहाँ चाहिँ सिकाउँछु हैन अब अघि पूर्व ध्यान चाहिँ गरिसकेको पछि मन पनि अलिकति स्टेबल भन्छ नि इंग्लिशमा अलिकति कन्फिडेन्स जस्तो अलि हुन्छ नि त्यसको पछि अब आफैले पहिला बुद्ध शाक्यमुनिको अनि स्ट्याचुको
अनि काया वाक्क चित्त छ नि यो अब काया भयो नि बुद्धको काया बुद्धको जिउलाई राम्रो गरेर आँखाले हेर्नुपर्छ राम्रो गरेर ऊ माथि टुप्पाको चुक्तोरदेखि लिएर अनि खुट्टा भनौँ स्यापसम्म राम्रो गरेर चाहिँ आफूले हेर्ने मुनि फेरि मुनिदेखि माथिसम्म यो सबै हेर्ने अब त्यसको बेलामा चाहिँ आफूले हेर्ने मेरो मन चाहिँ बुद्ध शाक्यमुनिको आँखा या अनि मुखलाई मन यसरी राख्यो भनेदेखि हुन्छ रहेछ भनेर आफूले त्यो अनुभव हुन्छ नि अलिकति त्यो भयो भने अनि त्यो आँखाले हेरिसक्यो होइन त्यसको पछि चाहिँ आँखा अलिकति चिमेर मनमा त्यो आउँछ कि आउँदैन हेर्नुपर्छ कि यसरी गरेर फेरि आँखा खोलेर मनमा यसरी हेर्ने मनमा बुद्ध शाक्यमुनिको मुख अनि त्यस्तो चाहिँ मनमा आउँछ भनेदेखि ठिकै छ आउँदैन भनेदेखि फेरि आँखाले राम्रो हेर्ने म यहाँ उदाहरण एउटा भन्छु नि हामी टेलिभिजन हेर्दाखेरि आँखाले टेलिभिजन यसरी ध्यान दिएर हेऱ्यो भने पछि बत्ती गएर टिभी त्यो भित्र केही नदेखायो भनेदेखि मनमा चाहिँ ठक्कै आउने रहेछ नि होइन त्यही जस्तो गरेर चाहिँ होइन पहिला आँखाले बुद्धले राम्रो हेर्ने फेरि आँखा चिमेर मनमा ठक्कै आउँछ रहेछ कि भनेर हेर्ने होइन अब त्यस्तो गरेर दुईचोटि तीनचोटि गरेर मनमा बुद्ध शाक्यमुनिको मुख काया जिउ मनमा चाहिँ ठक्कै आउन सक्यो भने अब के भयो मनमा आइसकेको बुद्धको इमेज भन्छ त्यसलाई आँखाले हेरेको बुद्धको इमेज हो त्यो मनमा आयो भनेदेखि मनमा भएको बुद्धको इमेज भन्छ ध्यान चाहिँ आँखाले भएको चाहिँ गर्ने होइन ध्यान चाहिँ मनमा आएको बुद्धको इमेजलाई गर्नुपर्छ भनेको छ यो छेउमा के लेखेको छ साङ्गिकी कुई सुङ्गे यिमुल सर्वाती गोम भनेको छ नि त्यसो कारणले मनमा आउनु दिनुपर्छ बुद्ध शाक्यमुनिको इमेज चाहिँ मनमा अब मनमा यसरी आइसक्यो भनेदेखि अनि पो हातहरू यसरी बसेर चाहिँ बुद्ध शाक्यमुनिको अनि मुख अब अहिले उदाहरण मुख राखौँ ठक्कै मनमा आउनु दिने मनमा आइसक्यो भनेदेखि अनि आफै मनले बुद्ध शाक्यमुनि यता छ भनेर आफ्नो अगाडि छ भनेर सोचेर चाहिँ अगाडि सोचेर ठक्कै बुद्ध शाक्यमुनि यहाँ छ अब उहाँको अनि चेहरा उहाँको मुखमा आफ्नो मन चाहिँ ठक्कै राख्ने त्यो राखिसकेर चाहिँ मनले बुद्ध शाक्यमुनिको अनि मुख मनमा आइसकेको त्यसलाई चाहिँ मनले समातेर यो के भन्छ तिप्तीमा भन्छ छेम्बे सुङ्ने मेकपा क्याङ भन्छ नि हो मनले बुद्ध शाक्यमुनिको इमेज चाहिँ ठक्कै समातेर नछोडेर मन चाहिँ त्यसमै राखेर चाहिँ ध्यानमा बस्नुपर्छ अघि चाहिँ मनले सासलाई समातेर यसरी ध्यान गर्यो होइन अब अहिले के भयो मनले बुद्ध शाक्यमुनिको काया मुखलाई समातेर यसरी ध्यान बसेको हो अब फेरि 1-2 मिनट सबैले त्यही गर्नुहोस् ल यदि प्रब्लम छ भनेदेखि आँखाले एकचोटि हेर्नुहोस् बुद्धको चेहरा राम्रो हेर्नुहोस्
फेरि मैले अघि भनेको जस्तो यदि बाहिरतिर आवाज आयो भनेदेखि मन जान्छ तर तान्नुहोस् मन यता तानेर फेरि बुद्ध शाक्यमुनिको अनि मुख चेहरालाई मन ठक्कै समातेर बस्नुहोस् फेरि कहिले कहिले बाहिर जानु सक्छ फेरि तानेर त्यहीँ राख्नुहोस् यसो गरेर गर्नुहोस् ल त्यो पनि शान्तले मजाले खुसीले गर्नुपर्छ लासो अब यहाँ म भन्न चाहन्छु हुनु त सबैले राम्रो गर्छ तर कोही कोही मान्छेहरू चाहिँ जिउ अलि हालेको जस्तो गर्छ जिउ हाल्नु हुँदैन जिउ हाल्नेको कारण के हो जिउको भित्र वायु अलिकति हालेको हो त्यसो कारणले जिउ नहालेर चाहिँ ठक्कै शान्तमा बस्नुपर्छ यो छ नि हाम्रो यो के अरे रिल खर्छ पहाड यसो राखेको जस्तो ठक्कै जिउ यसो गरेर आनन्द बस्नुपर्छ अब यहाँसम्म चाहिँ आज ध्यान गर्नु बेलामा जिउ कसरी गर्ने र अनि सासलाई ध्यान राखेर कसरी ध्यान गर्ने अनि बुद्ध शाक्यमुनिले कसरी ध्यान गर्ने भन्ने विषयमा चाहिँ भनिसक्यो अब दोस्रो यहाँ म यो सिकाउँछु ढोक्ने बेलामा कसरी हामीले ढोक्नुपर्छ विषयमा चाहिँ भन्न चाहन्छु हुनु चाहिँ हुनु चाहिँ ढोक्ने तरिका चाहिँ धेरै किसिमको छ हैन आफ्नो आफ्नो देशमा ढोक्ने तरिका धेरै हुन्छ आफ्नो आफ्नो धर्मदेखि त्यो हुन्छ तर भने हाम्रो बुद्धिस्ट र खास गरेर हिमालयन क्षेत्रमा भएको बुद्धिस्ट तिब्बतबाट भएको बुद्धिस्ट त्यसमा ढोक्ने तरिका चाहिँ कसरी हो भनेर चाहिँ सिकाउँछ त्यो चाहिँ म यहाँ अहिले सिकाउँछु अब हुनु त छेउको लगाउनु पर्ने हो तर सबैले राम्रो देख्दैन म यसरी गर्छु लासो यहाँ हेर्नुहोस् है सबैले यहाँ हेर्नुहोस् ढोक्नु बेलामा चाहिँ
खुट्टा चाहिँ यसरी बस्नु हुँदैन, खुट्टा छ्याप्पा राख्नुपर्छ। पहिला खुट्टा चाहिँ छ्याप्पा, पहिला मैले सिकाउँछु, पछि हामी सबै सँगै गरौँ ल। छ्याप्पा, त्यसको पछि चाहिँ अनि जिउ सिधा राख्ने होइन, अनि हात चाहिँ पहिला यहाँ चित्तमा यसरी जोड्ने, तर हात यसो होइन, यसरी जोड्नु हुँदैन है। हात चाहिँ नुर्बु जस्तो बनाउने, यो दुईवटा चाहिँ भित्र यसरी राखेर यसरी यसरी बनाउनु सबैले ल। यसरी हात गर्ने चाहिँ यो बुद्धिस्टहरूले गर्दैन भन्छ, यसरी गर्नुपर्छ ल, त्यो चित्तमा यसो राख्ने। अब यो हात यसरी राखिसकेको पछि तुरुन्त ढोग्नु हुँदैन। पहिला के गर्नुपर्छ भनेदेखि हामीले जसले ढोग्ने हो, गुरु बुद्ध धर्म सङ्घलाई ढोग्ने हो, तिप्तीमा भन्छ क्यब्यु नामला छाक्छेल भन्छ होइन। त्यसो कारणले आफ्नो अगाडि गुरु बुद्ध धर्म सङ्घहरू इष्ट देवहरू लोकीको देव भन्दैन। इष्ट देव भने चाहिँ संसार छोडिसकेर निर्वाण बुद्धता प्राप्त गरिसक्योहरूलाई भनेको छ होइन। त्योहरू सबै अगाडि छ भनेर आफैले हेरेर छ भनेर चाहिँ राम्रो सम्झिने पहिला। त्यो सम्झिसकेर त्यसको पछि के सोच्नुपर्छ भनेदेखि ढोग्नु बेलामा सिर्फ आफै मात्रले ढोकेको हो भनेर सोच्नु हुँदैन। आफ्नो वारिबारी आफ्नो बा आमा मेमे अनि जति जो संसारमा भएको सर्व प्राणीहरूले ढोक्दैछु भनेर चाहिँ अनि सोच्नुपर्छ। जति सोच्यो भने त्यति आफूलाई पुर्ने चाहिँ ठुलो हुन्छ। त्यसो कारणले सर्व प्राणी आफै वारिबारी छ भनेर चाहिँ अनि सोच्ने। तेस्रोमा ढोकमा तिप्तीमा भन्छ छाकला येन सुम यीकी छाक। हुनु त भन्नु बेलामा ल्युकी छाक ngaकी छाक यीकी छाक भन्छ, तर अभ्यास गर्नु बेलामा चाहिँ पहिला यीकी छाक गर्ने कसा थाङ्बु यीकी छाक निपा ल्युदा ngaक चाहिँ छाक दि न्याम्दु छ। अब म नेप्लीमा भन्छु ढोकमा तिनवटा, मनद्वारा ढोक्ने एउटा, जिउद्वारा ढोक्ने एउटा अनि वचनद्वारा ढोक्ने एउटा, तिनवटा हुन्छ। मनको ढोक, जिउको ढोक, वचनको ढोक भनेर चाहिँ तिनवटा छ। त्यसमा पहिला मनको ढोक चाहिँ पहिला गर्नुपर्छ। मनको ढोक भने चाहिँ के हो, मनले गुरु बुद्ध धर्म सङ्घहरूको ज्ञानहरू गुणहरू सोचेर अनि मनदेखि नै आस्था गर्ने, त्यसलाई चाहिँ के भन्छ मनको ढोक भनेछ। त्यो पहिला चाहिँ गर्नुपर्छ यसरी सोचेर। अब यीकी छाक मनको ढोक चाहिँ सकेर अनि जिउको ढोक चाहिँ जिउ र वचनको ढोक चाहिँ गर्ने। जिउको ढोक भने चाहिँ आफूले क्याङछाक भनेर चाहिँ मैले अहिले देखाउँछु, त्यो गर्यो भने जिउको ढोक हो। कुमछक भनेर चाहिँ देखाउँछु, त्यो पनि जिउको ढोक हो। त्यो नभएर जिउले यसो गरेको पनि जिउको ढोक हो। त्यसो कारणले जिउको ढोक भने चाहिँ त्यसले भन्छ। वचनको ढोक भने चाहिँ आफ्नो गुरु बुद्ध धर्म सङ्घहरूलाई अनि वचनदेखि अनि छाक्छलो भनेर चाहिँ भन्यो भनेदेखि त्यसले वचनको ढोक भन्छ होइन। त्यसो कारणले नबिर्सिनु पहिला मनको ढोक, त्यसको पछि जिउ र वचनको ढोक। थाहा भयो। अब मैले जिउको ढोक चाहिँ देखाउँछु, त्यसमा चाहिँ दुईवटा छ, हुनु चाहिँ तिनवटा भनौँ। अब दुईवटा, एउटा चाहिँ के हो क्याङछक भने चाहिँ बुद्धले के भनेको छ भनेदेखि दोङ्बो सालै गेवा तबी छाक भनेको छ। दोङ्बो भने चाहिँ रुख, एउटा रुख यसरी खस्यो भनेदेखि त्यो मुनिदेखि त्यहाँ माथिसम्म सबै त्यो तल आउँछ नि,
त्यही दोस्रो गरेर चाहिँ आफ्नो जिउ खुट्टादेखि हातदेखि सबै तल मुनि जमिनको माथि राख्यो भने त्यसलाई चाहिँ क्याङछक भन्छ ल। अब म देखाउँछु यो क्याङछक भने चाहिँ अब यो पहिला एकछिन है यो अब छक गर्नु बेलामा क्याङछा होस् कुम्छा होस् त्यो गर्नु बेलामा हात पहिला यहाँ राखेर अब त्यसमा चाहिँ दुई किसिमको अनि भन्ने छ। एउटा चाहिँ अनि ने शिला रेक्पे छक ने शिला रेक्पा भने चाहिँ एउटा अनि जिउमा एउटा दुई वचनमा तीन चित्तमा अनि चार यसरी गर्यो भने हुन्छ। अनि एउटा चाहिँ के छ भनेदेखि तीन जग्गामा राखेर ढोक्ने भन्ने ने सुम्न रेक्पे छक त्यो के हो भनेदेखि यो गर्नु पर्दैन तुरुन्त यहाँ राख्ने एक दुई तीन यहाँ राख्ने चाहिँ यहाँ ओम यहाँ आ यहाँ हुँ यहाँ यसो राख्ने चाहिँ कायामा राखेको यहाँ वचनमा राखेको यहाँ चित्तमा राखेको है। अब कायामा राख्दाखेरि के सोच्नुपर्छ भनेदेखि दाक्सो सिम्चे थम्जेकी लुगी दिक्टिभ थाने सङ्गीकी कुई छिलब थबर सो भनेर मो लगत सर्व प्राणीहरूको जिउको अनि पापहरू सबै हटाएर पाप र दोषहरू सबै हटाएर गुरु बुद्धको कायाको प्रसाद सबै पाओस् भनेर चाहिँ सोच्ने। फेरि यहाँ यसो राख्दाखेरि म र सर्व प्राणीहरूको वाक्कद्वारा यहाँ हात राख्दाखेरि म र अनि सर्व प्राणीहरूको वचनद्वारा मुखद्वारा वचनद्वारा गरेको पाप र अनि दोषहरू सबै हटाएर गुरु बुद्धको अनि वाक्कको आशीर्वाद प्रसाद भन्नु हुँदैन आशीर्वाद भन्नुपर्छ आशीर्वाद सबै पाओस्। फेरि यहाँ यसो राख्दाखेरि म र सर्व प्राणीहरूको मनद्वारा चित्तद्वारा गरेको पाप र दोषहरू सबै हटाएर गुरु बुद्धको चित्तको अनि आशीर्वाद सबै पाओस् भनेर सोच्नुपर्छ। त्यो सोचिसकेर चाहिँ हात चाहिँ यहाँ हेर्नुहोस् है म पहिला क्याङछा देखाउँछु। हात चाहिँ ठ्याक यो दुईवटा यो पिमुन दुईवटा तल आउँछ ठ्याक्कै यहाँ है। फेरि सिधा जाने यसरी जाने अनि हात यसरी राख्ने यहाँ चाहिँ यहाँ छोड्नु पर्यो। फेरि यसरी ठ्याक्कै उठ्ने हो। यसरी गरेर तीनचोटि चाहिँ मिनिमम तीनचोटि चाहिँ गर्नुपर्छ। त्यसको माथि 4-5 गरी आफ्नो खुसी यो भयो होइन। यसले के भन्यो क्याङछा सुम भने चाहिँ त्यो। अब कुम्चक भन्ने चाहिँ अरू एउटा छ त्यो चाहिँ के हो भने चाहिँ नेङा साला रेक्बे छक भन्छ। नेङा भने चाहिँ यसले के अरे निरा त है निन्द्रा मरे निन्द्रा होइन के हो निन्द्र हो निन्द्र भन्दा सुतेको त हो के हो यसलाई निदार निदार बिर्सिएछ है निदार। अनि यो दुईवटा हात दुईवटा अनि यो के अरे पखुरा गोरा दुईवटा भनेर 5वटा छ नि त्यो 5वटा चाहिँ अनि जमिनमा चाहिँ राख्नुपर्छ। म देखाउँछु है फेरि। अब सोच्ने तरिका अघि जस्तो हो। यहाँ हेर्नुहोस् है ठ्याक्कै यसो राख्ने यसरी 5 भयो होइन 1 2 3 4 5 उठ्नु बेलामा ठ्याक्कै उठ्ने
कोही कोहीहरू यसो उठ्छ नि यसो रे यसो यस्तो गर्नु हुँदैन ल कोही कोहीहरू यस्तो गर्छ रहेछ होइन ठ्याक्कै उठ्नुपर्छ क्या ठ्याक ठ्याक गरेर यसो रे यसरी गर्ने हो भयो होला अब हामी सबै गरौँ सँगै अब अलिकति चित्तमा ल चित्तमा राख्नुहोस् है सबैले हो या खुट्टा यसो राख्यो खुट्टा च्याप्प राख्नुहोस् ल या हातोस् या त छाङमा नाङ्सो सबैले गर्नुहोस् ल अब पहिला यहाँ राख्नुहोस् या फेरि यहाँ राख्नुहोस् अब मैले भनेको चाहिँ डरेर भन्नुहोस् ल हामी सर्व प्राणीहरूको कायाद्वारा गरेको पाप र दोषहरू सबै हटाएर गुरु बुद्धको कायाको आशीर्वाद सबै पाओस् होला अब यहाँ राख्नुहोस् होला हामी सर्व प्राणीहरूको वाक्यद्वारा गरेको पाप र दोषहरू सबै हटाएर गुरु बुद्धहरूको वाक्यको आशीर्वाद सबै पाओस् होला अब चित्त हामी सर्व प्राणीहरूको चित्तद्वारा गरेको पापहरू दोषहरू सबै हटाएर गुरु बुद्धहरूको चित्तको आशीर्वाद सबै पाओस् अब मुखबाट यो भन्नुहोस् ल मन्त्र नामो मन्जु श्रीये नामो सु श्रीये नम उत्तम श्रीये स्वा लामल छक्चलो संज्ञल छक्चलो छेल छक्चलो गेन्दुल छक्चलो होला अब हात दुईटा ठ्याक्कै तल राख्नुहोस् हात दुईटा यो पाउरो दुईटा राख्नुहोस् ल अब निरो तल हो अब उठ्नुहोस् एकचोटि भयो अब दोस्रो दुईचोटि गर्नुहोस् त अघि मैले भनेको जस्तो गरेर हुन्छ गर्नुहोस् होला या अब तेस्रो तीनचोटि एकचोटि फेरि या यो चाहिँ कुम्छा भयो अब क्याङ्छा हुन्छ सक्छ क्याङ्छा एकचोटि गर्नुहोस् त हेरौँ ल फेरि ल क्याङ्छा हुन्छ कि हुँदैन अब हुन्छ भनेदेखि गरौँ नहुन्छ भने छोडिदिउँ होइन या फेरि ल अब यो चारमा गऱ्यो पनि हुन्छ तिनवटा गऱ्यो पनि हुन्छ अब तिनवटा चाहिँ गरौँ ल सबैले भन्नुहोस् ल हामी सर्व प्राणीहरूको कायाद्वारा गरेको पाप र दोषहरू सबै हटाएर गुरु बुद्धहरूको कायाको आशीर्वाद सबै पाओस् घाँटीमा राख्नुहोस् ल हामी सर्व प्राणीहरूको वाक्यद्वारा गरेको पाप र दोषहरू सबै हटाएर गुरु बुद्धहरूको वाक्यको आशीर्वाद सबै पाओस् अब चित्तमा हामी सर्व प्राणीहरूको
चित्तद्वारा गरेको पाप र दोषहरू सबै हटाएर गुरु बुद्धाहरूको चित्तको आशीर्वाद सबै पाओस्। लामालाई छाचलो, साङ्गेलाई छाचो, छेउलाई छाचलो, गेन्दुलाई छाचलो होला। अब क्याङ्छा है, क्याङ्छा लामो गरेर ओ ल ल नपुग्ने रहेछ। ठिक छ, केही हुँदैन। हो या ठिक छ। अब जान्यो भने ठिकै छ, अब जान्यो होइन ठिकै छ। अब यति गरौँ, यति गयो हो लसो। अब छाक चाहिँ भयो है। अब ध्यान दिएर यहाँ सुन्नुहोस् है। अब हामीले गुरु बुद्धहरू सबैलाई अनि पूजा गर्नु बेलामा चाहिँ कसरी गर्नु भनेको विषयमा चाहिँ सिकाउँछु। पहिला सबैले थाहा हुनुपर्छ पूजा भन्ने चाहिँ के हो भन्ने चाहिँ थाहा हुनुपर्छ। तिप्तीमा के लेखेको छ भनेदेखि पूजाको मतलब चाहिँ अनि जसलाई पूजा गर्छ, गुरु बुद्धले पूजा गर्छ, त्यो गुरु बुद्धहरूलाई मन पसन्द बनाएकोलाई पूजा भन्छ। पूजाको मतलब मन पसन्द बनाएको, पसन्द भन्छ नि है, पसन्द भन्दैन नेपालीमा है, मनलाई खुसी बनाएको हो। पूजाको मतलब खुसी बनाएकोलाई भन्छ। त्यसो कारणले अब पूजामा धेरै किसिमको पूजा हुनसक्छ, तर हाम्रो चलनमा मूल चाहिँ 7वटा होइन 8वटा पूजा हुन्छ। 8वटा पूजामा पहिला सर्वप्रथम पूजा चाहिँ के हुन्छ भनेदेखि पूजा गर्नु बेलामा चाहिँ यस्तो यसलाई चाहिँ तिङ भन्छ। तिङ यस्तो 7वटा चाहिँ चाहिन्छ होइन। त्यो 7वटामा तिङ चाहिँ अनि हामीले यसरी राख्नु बेलामा चाहिँ खाली राख्नु हुँदैन। पहिला पानी अलिकति हाल्ने, पानी हालेर चाहिँ अब माथिको पानी हुन्छ नि त्यसले त्यो तललाई यसरी हालेर चाहिँ त्यो माथिको खर्च त्यो मिङ्दे तिङ चाहिँ अलिकति दुईको जस्तो गरेर चाहिँ यसरी गरेर चाहिँ यसरी हाल्ने। तर यो खाली राख्यो भने राम्रो हुँदैन, अलिकति पानी राखेर चाहिँ यसरी राख्ने भयो है। एउटा तिङ एउटा चाहिँ राखिसक्यो होइन। त्यस्तो गरेर चाहिँ दोस्रो तिङ फेरि यसरी पकालेर यसरी गरेर चाहिँ यसरी राख्ने हो। 2 भयो होइन। अब यहाँ मैले के भन्न चाहन्छु, पहिलाको तिङको भित्र 7वटा तिङ अनि घन्टी एउटा भनेर चाहिँ अब 8वटा भयो। त्यसलाई के भन्छ भनेदेखि तिप्तीमा छुय स्याप्से मेतो तुप्यो मर्मे ठिचा स्यासे रोमो भन्छ। अब हाम्रो संस्कृतमा के भन्छ, आर्कम पाते पुष्पे द्वीपे आलोङ्गे गेन्दे निहुते भन्छ। 8वटा छ। अब यसमा पहिला चाहिँ छयुन भन्ने चाहिँ के हो भनेदेखि किन हामीले बुद्धहरूले छयुन भनेको पानी चाहिँ किन चढाएको भनेदेखि भारतमा इन्डियामा हाम्रो यो तिब्बत र हिमालयन क्षेत्रमा भएको यो चलनहरू इन्डियाबाट आएको, इन्डियाको बुद्ध धर्मदेखि आएको हो, नालेन्द्रद्वारा। त्यसो कारणले इन्डियामा के चलन छ भनेदेखि पूजा गर्नु बेलामा यसरी पूजा गरेर चाहिँ अनि त्यो गर्छ। तर यो पनि कसरी बनायो भनेदेखि हामी मान्छेहरू आफ्नो आफ्नो घरमा बाहिरदेखि मेहमान लगेर भए पाहुनाहरू आउनु बेलामा चाहिँ बिचरा ऊ टाढोदेखि आएको कारणले प्यास मरवे खकुम्बा रे तिर्का रुवा त उहाँले तिर्का हुन्छ नि, त्यो बेलामा हामीले उहाँले पिउनुको लागि पानी दिन्छ होइन। त्यही जस्तो गरेर त्यसको सट्टामा अनि बुद्धहरूलाई
त्यो छयन भनेर पानी एउटा चढाएको थाहा भयो एउटा अब दोस्रो पानीले के भन्छ तिप्तीमा स्यापसिल भन्छ स्याप भने चाहिँ खुट्टा भयो सिल भने चाहिँ दुईको त्यसको मतलब के हो भनेदेखि फेरि पाहुनाहरू आउँदाखेरि खुट्टामा के हुन्छ नि त्यो दुनुको लागि गुरु बुद्धाहरूको अनि पाउ खुट्टा भनौँ पाउ दुनुको लागि पानी एउटा यो दुईटा भयो दोस्रो पानी भइसक्यो होइन छयन स्याप्सी आर्कम पाते पुइ फेरि हामी पाहुना आउँदाखेरि के गर्छ वेलकम भनेर तपाईँ स्वागतम भनेर चाहिँ उसलाई चाहिँ हामीले अब खर्च मेतो फुलहरू चढाउँछ होइन फुल चढाउँछ नि अब नेपालमा त धेरै त्यो गर्छन् होइन हो त्यही दोस्रो गरेर गुरु बुद्धाहरूलाई फुल चढाउने चाहिँ यो हो यो भयो तेस्रो भयो नि अब यो फुलमा हुनु त फुल जो चढाए पनि हुन्छ तर फुलमा सबभन्दा राम्रो यो मेतोक चम्पका भनेर खरस त्यो नेपाली यो रे नेपालीमा के भन्छ यसलाई तोको मेतो है तोको मेतो चाहिँ फुलको भित्र सबभन्दा राम्रो भनेको छ त्यसो कारणले अलिकति त्यो चामल हालेर तोको मेतो यसरी गरेर राम्रो बनाएर चढाउने यो भयो होइन तेस्रो अब चौथोमा चाहिँ के हो भनेदेखि धुप चढाउने हो धुप मान्छे यसो पाहुना आउँदाखेरि यसरी धुपले गर्छ नि हो त्यो दोस्रो गरेर भगवानहरूलाई चाहिँ धुप चढाउने यो चाहिँ यसरी गरेर चाहिँ राख्ने हो लस अब त्यसको पछि चाहिँ के आउँछ मार्मे भनेर चाहिँ दीप चढाउने चाहिँ हुन्छ यो चाहिँ यसो राख्ने होइन 1 2 3 4 5 6 ओके 6 मा चाहिँ छुन सबसे मेतो दुबे मार्मे ठिचप हो दी ल अब छोटोमा चाहिँ के हुन्छ भनेदेखि ठिचप भन्छ अर्कम्पा त्यो पुष्प दुबे अलङ्गे गेन्दे ठिचप भने चाहिँ के हो भनेदेखि पाहुनाहरू आउँदाखेरि चाहिँ अब अघि त्यो पानीहरू दिइसक्यो त्यसको माथि उसलाई शीतल राम्रो त्यो ठिमला खर्छ बान्दा हजुर सुगती बास्ना मिठो राम्रो बास्ना त्यस्तो हुनुको लागि हामीले त्यो मान्छेले चाहिँ स्यान्डहरू केहरू त्यो गर्छ नि त्यही दोस्तो गरेर चाहिँ पहिला चलन के छ भनेदेखि पानीको भित्र पेयहरू चन्दनहरू यसरी गुन्टेर र वा है यहाँ नेपाली के राम्रो लेखेको त्यो गुन्टेर चम्पा दोस्रो बनाएर त्यो पानीमा हालेर अनि यो चाहिँ यस्तोमा यसो गर्छ त्यसो यहाँ छ नि छातीमा यसरी गर्छ त्यसको लागि फेरि लामा गुरुहरूले पनि त्यो गर्नुको लागि ठिचप भनेर यो चाहिँ पानी मात्र हुँदैन यसको भित्र सफरनहरू हालेर भयो भनेदेखि सेन्ट चढायो भने सबभन्दा राम्रो सेन्ट छ नि राम्रो त्यो चाहिँ चढाउने यहाँ चाहिँ देख्छु तेरो छुइन्छ मेरो ठिचप छुइन्छ मेरो दुबे मार्मे ठिचप अब स्याल्से भन्ने चाहिँ के हो भनेदेखि पाहुनाहरू आउँदाखेरि चाहिँ भुक लागेको छ होइन अब उसलाई खानेको लागि हामी खाना दिन्छ नि त्यसलाई त्यो भन्छ त्यो जस्तो गरेर गुरु बुद्धाहरूलाई चाहिँ खानेको लागि दिएको चाहिँ चढाउने चाहिँ यो हो होइन अब यसमा चाहिँ इन्डियामा चाहिँ के गर्छ भनेदेखि लड्डु जुलाबी त्योहरू चाहिँ चढाउँछ अब तिब्बतमा चाहिँ लड्डु पाउने गाह्रो हो है अब चम्पाले तोर्मा बनाएर चाहिँ अनि चढाएको यो चम्पाले बनाउनु चाहिँ तिब्बतमा बनाएको हो ठिक छ त्यो चम्पाहरू धेरै राम्रो छ नि जिउलाई त्यसको कारणले त्यो गरेको हो अब त्यसको पछि चाहिँ के हो साउन्ड डा भन्छ डा साउन्ड अब हामी पाहुना आउँदाखेरि कानलाई राम्रो यस्तो सुन्नेको लागि गीतहरू गाएर के गर्छ नि साउन्ड त्यो दोस्तो अनि गुरु बुद्धाहरूलाई अनि डाला खर्छ आवाज राम्रो यस्तो चलाएको त्यो चाहिँ यस्तो हुनु चाहिँ गन्डी चाहिँ गुरुहरूले आफ्नो हातमा राखेर चाहिँ यसो गरेर चाहिँ टोर्सी गर्छ नि
अब हामी यस्तो नजाने हो भनेदेखि यस्तो एउटा किनेर यहीँ साइडमा यसरी राख्ने त्यो छेपाहरू गरिसकेर लास्टमा यसो गरेर टोसी गरेर राख्यो पनि हुन्छ जम्मा कति भयो 8 वटा अब यहाँ चाहिँ थाहा हुनुपर्ने कुरा के हो भनेदेखि यो सबै अनि पूजा भनेर चाहिँ गुरुबुताहरूलाई खुसी गरेको त हो तर चराउने चाहिँ कसरी हो भनेदेखि अघि भनेको जस्तो छेयुन भने चाहिँ मुखमा त्यो चराए पनि हुन्छ पानी है प्याज तिर्ता नरो त्यो हो स्याप्सिल भने चाहिँ खुट्टालाई चराएको खुट्टा दुने मेतो भने चाहिँ अनि जिउलाई चराएको मेरो दुब्यो भने चाहिँ स्याङ नाकलाई राम्रो यो अनुलाई चराएको अनि यो मेतो गर्छ जोमे दिप चाहिँ आँखालाई चराएको ठिचप भने चाहिँ अघि भनेको जस्तो जिउलाई यसरी लगाउनु लागि हामी यस्तो बेलामा अर्कम्पादे हात पनि यसो गर्छ दिवम यो बेलामा के गर्छ भने हामी हात पनि यसरी यसो गर्छ यसको मतलब बुद्धाहरूको छातीमा यसरी लगाएको जस्तो गरेछ हो अब त्यहाँदेखि स्यासे के अरे यो चाहिँ मुखलाई चराएको यो चाहिँ कानलाई चराएको अब थाहा भयो हुनु चाहिँ हाम्रो आफ्नो घरमा यसरी चराउनु पर्छ पूजा अब मान्छेले त्यो समय धेरै नभएको फेरि यस्तो पैसाहरू ध्यान नभएको कारण यसो गरेर अब यसको सट्टामा चाहिँ अनि 7 वटा पानी हालेर चराएको अब 7 वटा किन आएको भनेको मतलब त्यही हो यसको सट्टामा 7 वटा त्यो अब थाहा भयो सक्यो भने यस्तो नसक्यो भने अब पानी मात्र चराउने तर सोचमा यसरी चराएको हो भनेर चाहिँ सोच्नुपर्छ त देख्छु थुच्छे गेम फिसानले गेम फिसा अलि हो र तिलप कुरो अब यहाँ हेर्नुहोस् फेरि यो बिर्सेछ पानी चराउनु बेलामा अहिले मैले भन्यो नि पहिला यो याद राख्नुहोस् है छेपामा पूजामा चाहिँ दुईटा छ ढुङ्गेकी छेपा ढाकेकी छेपा भनेर दुई छ ढुङ्गेकी छेपा भने चाहिँ आफ्नो अगाडि बुद्ध भगवान भएको कारणले उनीहरूलाई पूजा गर्ने हो भनेदेखि उहाँहरूको राइट ह्यान्ड चाहिँ यतापट्टि छ नि त्यसो कारणले सुरु चाहिँ यहाँदेखि गर्नुपर्छ तल मुनिदेखि यसरी गर्नु हुँदैन माथिदेखि यसरी उहाँहरूको यता राइट ह्यान्ड कहाँ छ त्यहाँ गरेर चाहिँ यसरी चराउने यो चाहिँ त्यो हो तर पनि अब यसमा पनि भविष्यमा तन्त्रको धेरै ज्ञान पायो भनेदेखि मुनिदेखि यसरी पूजा गर्ने पनि छ तर त्योहरू चाहिँ धेरै ठुलो कुरा हो मग्यु भनेर मग्युको लु भन्छ अहिले हामी चाहिँ चलन चाहिँ बुद्धिस्टको नर्मलमा चाहिँ यसरी हो यो चाहिँ मनमा राख्नुहोस् अब पानी हाल्नु बेलामा पानी झर्र हाल्नु हुँदैन पहिला सानो फेरि ठुलो बनाउने फेरि सानो बनाउने यहाँ हेर्नुहोस् है अब यस्तो चराउने बेलामा जिउ पनि यसरी गर्नु हुँदैन त्यो खर्च नागेल खर्च प्राउड हजुर हजुर गमन गरेको जस्तो गरेर गर्नु हुँदैन अलिकति निरेर है अब यहाँ हेर्नुहोस् पानी हाल्नु बेलामा पहिला सानो फेरि ठुलो बनाउने जाने फेरि लास्टमा आउँदाखेरि फेरि सानो बनाउने गर्ने यसरी चलाउनु पर्छ भारी चलाउनु हुँदैन फेरि कम्ती पनि चलाउनु हुँदैन ठक्कैको चलाउने यसरी गरेर सबै पानीहरू यसरी सबै चलाउने त्यो हो अघि मैले एउटा बिर्सेछ अब लास्टमा पानी यसरी अलि हालेर लास्टमा पानी अलिकति हुन्छ नि त्यहाँदेखि अलिकति बाहिर चाहिँ फ्याल्नुपर्छ अलिकति राखेर लास्टमा राख्ने लास्टको पानी सबै यसरी जर राख्नु हुने किनभने यो पोखेलेर गएको हो नि त्यसो कारणले लास्टमा चाहिँ धेरै चाहिँ बाहिर राख्ने अलिकति राख्ने हो तपाईँ छेमासो हो त तगाइ केन्डी फिसासु तिमीले चाहिँ त दिउँसो हो या